अहिले जर्मनबाट आउनुभएको होइन सरहरू कहाँबाट म चाहिँ अफ्रिकाबाट उगान्डा अफ्रिका कुन ठाउँ उगान्डा युगान्डा आमामा युगान्डाबाट हजुर यहाँ आइदिनु भएको उहाँबाट यस्तो खुल्ला हेर्नु पाइन्छ अनि हाम्रो भाइ कुन देशबाट आएको म नेपालबाट हो म चाहिँ यहाँ राष्ट्रिय निकुञ्जको गाइड आज हामी जङ्गल सफारी वाकिङमा आएर जङ्गल वाक आउँदाखेरि भाइलाई ठ्याक्क फोन गर्ने भाइको उसमा फोन नम्बर छ कन्ट्याक्ट नम्बर भाइ जस्तो राम्रो जङ्गल वाक गराउनु कोही छैन है यहाँको सबसे फेमस भ्युजहरू यस्तो हेर्नु रुख बिरुवा यो चाहिँ जनावरहरूको क्लब हो यहाँ चाहिँ जनावर आउँछ उनीहरू पार्टी गर्छ यहाँ पार्टी गर्ने ठाउँ जनावरको मिटिङ बस्ने ठाउँ हाम्रो टुडी खेल भने जस्तै हो उनीहरूको लागि यहाँ जङ्गलहरूको उसलाई ऊ कति मिर्ग छाती लुग्यो है पुच्छे लुग्यो पुच्छे एक्सपिरियन्स भन्दैन मन छ तिमीलाई गएर त 100% देख्छौँ हामी होइन गएर त 100% हो ट्राई गर्नु अब मृगहरू देखिरहेको छ जति नि अगाडि बाघको लागि हामी अब बाघको लागि चाहिँ एकदम बाघ क्रसिङ पोइन्टमा हामी पुग्दैछौँ त्यहाँ आधी घन्टा चाहिँ वेट गर्छौँ बाघलाई अब गर्मी महिनाको समयमा बाघ अलिक गाह्रो हुन्छ देख्न गाह्रो हुन्छ देखिन्छ सबै अरू त नर्मल एनिमलहरू देखिसक्यो बाघको खोजीमा है बाघ हेर्नलाई